आसँग बुझ्यो, हजुरसँग सबैसँग बुझ्यौँ। अब हामी राईहरूको चाहिँ के हुन्छ भनेदेखि अब तपाईँले यो ल्याउनु भएको छ नि हाम्रो छोरी माग्नको लागि यो जोडी रक्सी, अनि यो दुईवटा चाहिँ तपाईँहरूको मुख खोल्नको लागि ल्याउनु भएको छ। अब यो खोलेर खाइसकेपछि चाहिँ हाम्रो कुरा एन हुन्छ है। यो खानुको लागि चाहिँ अब के भन्नु पर्यो भनेदेखि हाम्रो अब हुनेवाला मोछा र छोरीले चाहिँ ल ठिक छ हामी दुईजना हेप्पी छौँ, तपाईँहरू चाहिँ अब यो खानुहोस् भनेपछि चाहिँ मात्रै कुरा एन हुन्छ है। नातिना दुईजनाले चाहिँ छुनु पर्यो अनि तपाईँहरू चाहिँ खानुहोस् हामी दुईजना हेप्पी छौँ भन्नु पर्यो है। गर्दाखेरि लु अब दुईजना आएर चाहिँ यहाँनिर योभन्दा पहिला अब यो मैले अघि नै बिन्ती मैले दर्शाइहालेँ मैले हामी कहाँको खोटाङ कहाँको तेर्तुङ लिम्बुवान र खम्बुवान क्षेत्रको हामी राई र लिम्बू परेकोले अलिकति होइन हाम्रो उयोहरू निकै फरक पर्छ होइन। अब अलिकति म यो विषयमा कस्तो भने विशेष गरी यो लुगा फाटा हुन्छ नि, हजुर लुगा फाटा चाहिँ खास आज दिँदैन हामी। अब हाम्रो नियममा चाहिँ अब आज खास आज लगेर डेरामा राखिन्छ, एक रात बस्छन्, भोलि चाहिँ अब हाम्रो यता घरदेखि चाहिँ बेहुला हामीले तयार पारेर निकालेपछि त्यतिखेर चाहिँ बेहुली अब लकन्तीहरू हुन्छन् भनेको तपाईँको त जन्ती हुन्छ होइन। त्यहाँ मध्येको एउटा मुली एउटा महिलाले बोलाएर हामी जिम्मा दिएर उनीहरूले आफ्नो ठाउँमा गएर सबै लुगाहरू फेरिदिन्छ, त्यतिखेर मात्रै दिन्छौँ। तर यहाँ चाहिँ यो ठाउँमा भएको कारणले गर्दा त्यो सम्भव नभएको कारणले यो लुगा फाटा राखेको यसो अन्यथा नलिनु है तपाईँ। धन्यवाद। होइन हामीले पनि खास यसको चाहिँ हामीले आशा गरेको थियौँ थिएन र तपाईँहरूको चलनलाई हामीले स्वीकार्यौँ। हामीले चाहिँ यो हजुर थैली मात्रै हो तपाईँहरूले लिएर आउनु भएर मात्रै हामीले स्वीकार्यौँ, नभए हाम्रो यस्तो चाहिँ माग्न आउँदा लिउने चलन चाहिँ छैन। तपाईँहरूले लगेर होइन पछि बिहामा जे दिनुहुन्छ त्यो हामीले उयो गर्दैनौँ त्यसलाई, तर हाम्रो चाहिँ यो चाहिँ चलनमा छैन है। यस्तो तपाईँहरूले लिएर आउनुपर्छ तर तपाईँहरूको चाहिँ रहेछ ठिक छ लिनु हो। यसलाई हामीले अब हाम्रो नातिनीले सिकाएपछि हामीले पनि सिकायौँ। हामी अब त्यही त दुई घरको एक घर भयौँ भने एक घर भएपछि तपाईँको पनि मान्नु पर्यो, हाम्रो पनि तपाईँले मानिदिनु पर्दैन, मानिदिनु पर्यो। अब अर्को कुरो तपाईँले भन्नुभयो अब यति भएपछि हामी हाम्रो उसमा हामी मिल्यौँ। अब यो कुरा हामीले कुरा नमिलिकन त यो यस्तो राख्ने माग्ने कुरै आउँदैन होइन। अझै त तर म अब उठेर जानुपर्ने। अब एउटा हजुर बोल्दै गर्दा पनि सुर्के थैली चाहिँ बेहुलीको हातमा बेहुलाले लगाइदिनु पर्छ अहिले नै। ए हो हजुर बोलिसकेपछि अब हामी कुरा अब मिल्यौँ भनेपछि अब हाम्रो पनि एउटा नियम छ, त्यो पनि अब हामी दर्शाउँछौँ र तपाईँले स्वीकार दिनु होला। म पनि अनुरोध गर्छु कान्छी त्यो एउटा उयो काट्नु छ त्यो ठिकै छ यसको लागि एउटा हाल भाइ हुन्थ्यो। ठिकै छ ल फेरि सबैले हाम्रो सेवा हाम्रो लिम्बू याक्सुङ लिम्बू जातिको यस्तो मङ्गनीमा हाम्रो एउटा नियम के छ भने जब हामी कुरा मिल्यौँ, अब कुरा मिलेपछि चाहिँ ल अब मिल्यौँ है भनेर एउटा खुसियालीको लागि अथवा त्यसको एउटा अन्तिम उसको चाहिँ एउटा चाहिँ सुर्केपङ भन्ने चलन छ हाम्रो है। यसो एक पत्तर रक्सी राख्ने। अनि त्यसो भएपछि चाहिँ यो तपाईँले भने जस्तै तपाईँहरूको यो हामीले ल्याइदिउँ तपाईँको तर्फ यो हाम्रो तर्फ यो पनि सबै बाँडेर खाएपछि बल्ल सकिन्छ हाम्रोमा त्यो। अनि अब यो चाहिँ हामी अघि मैले भनिहालेँ हामी दुई घरको एक घर भएको छौँ, दुई जातको एकै जात भएको छौँ हामी होइन। हाम्रो संस्कार सबै अब के अरे एकै ठाउँमा आएको छ, त्यसले गर्दा तपाईँहरूको पनि हामीले मान्नु पर्यो, हाम्रो पनि तपाईँले लिइदिनु पर्यो है। अब अघि योभन्दा अगाडिसम्म तपाईँहरूको हामीले मान्यौँ, अब तपाईँहरूको छोरी हाम्रो भएपछि अब हाम्रो पनि तपाईँले मानिदिनु पर्यो। यो हाम्रो चाहिँ के चलन छ भने अन्तिममा केटाको पक्षबाट तपाईँहरूको सम्धिनीले चाहिँ अब आजको यो मङ्गनीमा जे जति तपाईँले त माग्नु भएको छ केटा बेहुली हाम्रो बुहारीदेखि साइनीले माथिबाट चाहिँ अब आदर गर्ने चलन हुन्छ। त्यसलाई हाम्रो भाषामा सेवायङ भन्छ, पर्वतीय भाषामा ढोगाउनी भन्छ। यो ढोगाउनी पैसा चाहिँ संयुक्त रूपमा पठाउनु भएको छ। यो तपाईँले धन्यवाद हजुर, साह्रै राम्रो हजुर। हामीले पनि हजुरको कल्चर हेर्न पाइयो, देख्न पाइयो होइन, अब सुन्न पाइयो, मजाले गर्नु एकदमै हजुरलाई धेरै धेरै धन्यवाद। अनि हाम्रो बुवा बोल्छु भन्नु के पो हजुर बोल्नुहुन्छ? यो
अब हाम्रो उहाँ भनेको चाहिँ हाम्रो सबैभन्दा सिनियर अनि हाम्रो उहाँ बाजे हुनुहुन्छ लु सुर्के थैली चाहिँ मसँग तपाईँले चाहिँ यहाँ फकाउनेको पैसा हाम्रो लागि दिनु, छोरीलाई नै दिनु। तिमीलाई चाहिँ मैले यो फगाउने पैसा उठेर उठेर यहाँबाट टिप्नु नि त यहाँबाट टिपेर लगेर दिनु नि त ल फेरि अब One more time.